हेलो गाइज व्हाट्सएप वेलकम टु माई भ्लग। सो आजको भ्लग चाहिँ के हो भन्दाखेरि हाम्रो खड्की परिवार पिकनिक जाँदैछ गाइज है। पिकनिक चाहिँ कहाँ भन्दाखेरि नागढुङ्गाको विकेट रिसोर्ट भन्ने छ एउटा होइन। सो गाइज हेर्नु हाम्रो चाहिँ के थियो भन्दाखेरि 8 बजे यहाँ सबैजना भेट्ने भन्थ्यो। अहिले कति बज्यो गाइज हेर्नु अहिले 8:30 भइसक्यो। 8:30 भइसक्यो त्यही पनि कोही आएको छैन है। फोन गर्छु आउँछ भने। सो गाइज हामी चाहिँ अब चाहिँ भेटेर तपाईँहरूलाई देखाउने छु है। भेटघाट सबैलाई गएर त्यहाँबाट हामी जाने देखाउने छु। सो गाइज हामीले भेटिसकेको छौँ सबैजनालाई। वाउ हेलो गाइज व्हाट्सअप यो आमा नमस्ते नमस्ते हेलो ठिक छ नि मामा नमस्ते के जोन ओ ल है यो मेरो भ्लग ओ हाम्रो दाइ आयो है हामी। सो गाइज हामी चाहिँ खड्की परिवार भेटिसक्यो। अब एउटा गाडीलाई भेट्न बाँकी छ। अब कहाँ छ त्यो गाडी ठेगान छैन। ल हेर्नुहोस् यहाँ सबैजनालाई हेर्नुहोस्। ल हेर्नुहोस् के हो भाउजू यहाँ हेर्नु न एकचोटि भ्लग। वाउ ठिक छ नि होइन। ल बाई ठिक छ एकदम हो। नमस्ते मामा के साल खबर ठिक छ नि। वाह सो अब हामी एउटा गाडीलाई खोइ हाम्रो अर्को निखिल भाइ गाडी खोइ। सो यहाँ हाम्रो मामा निनी मामा भेटिसक्यो हामीले होइन। के 2 शब्द भनिदिनुहोस् न त निकेश भ्लगमा। आज हाम्रो के छ प्रोग्राम होइन सबै फ्यामिली हो अनि आज चाहिँ त्यही खाने। नेक्स्ट टाइम चाहिँ घरमा मासु सासु बनाएर लगेर पोलेर खाने चौरमा। नेक्स्ट टाइम सबैको प्लान भइसक्यो यहाँ है। प्लान भइसक्यो मामा। ल ठिक छ। अब खोइ एउटा गाडी आउन बाँकी छ। ल यहाँ सबैजना यहाँ पिकनिक जानलाई रेडी छ। सो गाइज फाइनल्ली हाम्रो भाइ पनि आइपुगिसक्यो। ल हेर्नुहोस् सबैजना। ल लेट्स गो देखो न गौ भाइ हाम्रो भिआइपी भाइलाई पुरेर चाहिँ अब हामी हेलो गाइज हेलो नमस्ते अङ्कल। ल है त ल आइसकेको छौँ अब। सो ल अब हाम्रो भाइ आइसकेको छौँ। अब चाहिँ हामी पिकनिक स्पटमा जान्छौँ। त्यहाँ पुगेर चाहिँ आउँछ है त गाइज। सी यू बाई बाई गाइज। हामी चाहिँ इन्ट्री भइसक्यो। हेर्नुहोस् गाइज हेर्नुहोस् यो चाहिँ विकेट भिल्ला। Hello guys, what's up? सो गाइज हामी चाहिँ पुगिसक्यो। ल हेर्नुहोस् पुग्यौँ हामी। ल पुगिसक्यौँ होइन त हामी। ल हेलो गरिदिनुहोस् अङ्कल। ल हामी पुगिसक्यौँ होइन त। वाउ ल सही भएछ। ल हेर्नुहोस् ल सबैजनालाई हेर्नुहोस् हामी यहाँ पुगिसक्यौँ। सी हेलो नाइरा हेलो बिन्ता हाउ आर यु। हो कोरियन यहाँ छ। गाइज हामी चाहिँ सबैजना पुगिसक्यो यहाँ। अब चाहिँ हेर्नुहोस् होला यहाँ हेर्नुहोस् सबैजना पुग्यो। अब चाहिँ हामी के गर्छौँ ब्रेकफास्ट गरेर अनि गेमहरू खेल्छ है त गाइज। सो एकछिन गफ हुन्छ हाम्रो खड्की परिवारसँग। अनि त्यसपछि ब्रेकफास्टमा तपाईँहरूलाई देखाउँछ है त गाइज। हेर्नुहोस् ल के हो यो गोरिल्ला। सो गाइज हामी चाहिँ यहाँ पौडी खेल्न लागिरहेको छौँ। हेर्नुहोस् है म हाम्फालिदिउँ
सो अब चाहिँ हामी एउटा गाडी कुरिरहेछौँ उता माथि हाम्रो निनी उता सामान लिन जानुभएको थियो त्यही भएर अलिकति वेट गर्नुपर्ने भयो आउँदैछ आएपछि चाहिँ हामी ब्रेकफास्ट गरिन्छ है त गाई वाह वाह नाइरा यता हेर न वाह यो त तेल हालेर चलाउनु मिल्छ नि अङ्कल यो हो ए त्यसको त ऊ रहेछ बिग्रिया रहेछ यो बिग्रिया रहेछ बिग्रिया रहेछ नि दाइना चाहिँ कुदाउने भनेको अन्त टायर त म त अघि नै हामी नै होइन दौडाउनु तर राम्रो रहेछ है यो ठाउँ है यसै बस्ने रे हेलो ल बस्ने सो गाइज मैले पनि अब ब्रेकफास्ट लिन्छु ल्याएर पुरी जाम यो प्याज ल्याउनुहोस् यहाँ चाहिँ सबैजना खानेमा ल हेर्नुहोस् खान सक्यो वाह हो कस्तो छ त ब्रेकफास्ट सिम्पल एन्ड गुड अर बेस्ट ल जोनले त्यहाँ दुई कचौरा हान्छ अङ्कलले सिम्पल हो सेयरिङ हो निलेश ठिक छ नि होइन ठिक छ नि सबैजना यहाँ हेर्नुहोस् हाम्रो परिवार सबैजना यहाँ यस्तरी मजाले बसेर खाइरहेछ खड्के परिवार सके टाइम ठिक छ हाइट ल खानुहोस् एक बाइट दिइहाल्नुहोस् न त्यो वा मिल्छ ल है त यहीँ मामा यहाँ खाँदैछन् मामा कस्तो छ त ठिक छ ए ल ल ल ल मामा है यहाँ हेर्नुहोस् बुहारी त्यहाँ आइरहेछन् के लिन तिमी तरकारी कस्तो छ मिठो छ बवाल छ ल है त ल हेर्नुहोस् म अझै खाएको छैन होइन सबलाई एकचोटि ल यहाँ दुईजना नकलीहरू त बा के हो ठिक छ अन्डा जति सब तिमीले हाने क्या पाँचवटा अघि गोजीमा घरमा गएर खान्छु भनेर राखेको थियो जस्तो लाग्थ्यो हो दुईवटा छ ए ल ल त्यहाँ गाडीमा राख है राति तिमी र म एउटा खानुपर्छ ल हेर्नुहोस् यहाँ मजाले कस्तो छ त मम्मी खानेकुराहरू ठिक छ रमाइलो लागिरहेछ ल ठिक छ त्यसो भए ल ल यहाँ हेर्नुहोस् कस्तो लाग्यो तँलाई ठिक छ ल हेर्नुहोस् यहाँ खाँदैछ कस्तो छ मिठो छ ल ठिक छ ल हेर्नुहोस् ल ओ फुन्दे तैँले पनि खाइरहेको नमस्ते दिदी सन्चै हुनुहुन्छ भर्खर आउनु पुग्यो किन आज लेट यस्तो यत्तिकै हो ल ल दिदी अब इन्जोय गर्नुपर्छ दिदी अब गेम खेल्नुपर्छ अरे है ल ल दाइ पुरा घाम तापिरहेको सब त्यो स्टेप ओइ गरम सेम गरम न ल नाच्नु ओ नाच्नु कमरिया चाहिँ अब गेमको तयारी हुँदैछ हैन कसले जित्छ जस्तो लाग्छ तपाईको सन
जेनिफ त्यस्तो आफ्नै छोराकै भनौँ अब हो हो ल के हो जेनिफ तिमीलाई फुल सपोर्ट छ त आमामा तिम्रो जित्छ त स्योर पहिला त म स्पोर्ट्स कार्निभलमा दुईटा दुईटा मेडल मेडल अनि एउटा सिल्भर तिमीहरू चले गएर झन् फुटाइदिन्छ ल है निक्सन 3 जना मात्र रहेछ हेर तैँले जित्नु पर्छ 4 जना रहेछ सनु पनि छ कसले सनुले जित्छ जसले जित्छ नि सुन तिमीहरू जसले जित्छ उनीहरूलाई क्यास प्राइज छ थाहा छ पैसा थाहा छ तिमीहरूलाई क्यास प्राइज छ भनेर थाहा छ क्यास थाहा छैन यो किन सेन्टी भइरहेछ बे के भयो यसलाई ओइ तँलाई के भयो यो त किन सेन्टी भइरहेछ किन सेन्टी भइरहेछ निक्सनलाई के गर्छ तपाईँले आज छोराको मैले केही थाहा छैन किन थाहा छैन मलाई त्यो पुरै सेन्टी छ खोइ गर्लफ्रेन्ड गएर होला त्यो हेर्नु न त्यहाँ आउनु किन फेरि सेन्टी भयो तपाईँले गाली गरे हेर्नुहोस् यहाँ पृथ्वी ल कति आनन्द छ ल ल हो ल है ल ल अब चाहिँ बेलुन फुटाइ गेम चाहिँ सुरु हुँदैछ ल 1 2 3 4 ल खै गो को फर्स्ट भयो ल ल सेकेन्डले कति पायो सेकेन्डले 100 हैन 50 ओ फर्स्ट विनरले 150 ओ लुजर ए पहा है बाबु 100 राख्नु हैन अर्को गेममा फेरि उ गर्छ ल तिमी 30 रुपैयाँ राख 30 रुपैयाँ ल निक्सन ल अर्कोचोटि नेक्स्ट गेममा जित्नुपर्छ ल कङ्ग्रेचुलेसन तिमीले तिम्रो जवानको पक्का गरिदियो ल कङ्ग्रेचुलेसन है विनरकोमा ल सेकेन्ड कङ्ग्रेचुलेसन है ल है ल है लगानी गरेर फेरि डबल हुन्छ हुन्छ ल हुन्छ ल अब ठुलोहरुको गेम ल यहाँबाट आमामा यो हो नि त बाबा फोटो चाहिँ कस्टम आइच बबाल आज आइच ल निक्सन नेक्स्ट टाइम जित्नुपर्छ है तैँले है ल ह्यान्डसेक गर एकचोटि है ओइ त अघि निराश भएर त हारे थाहा छ अहिले हाँसिरहेर एक्टिभ हुनु पऱ्यो नि त अनि तैँले जित्नलाई ल अब नेक्स्ट गेम जित्नुपर्छ है ल ह्यान्डसेक गर दुईजना
जवानी न सही नै म त आज माइतीको पोतमा आउने 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 बवाल 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 ल ल तपाईँ हान्नु त ल ठिक छ ठिक छ ठिक छ यस आयो बवाल नाइस ट्राई नाइस ट्राई नाइस ट्राई नाइस ट्राई जस जे भयो नि चढिदिनु भयो नि ल यो त के हो यो मलाई लाग्छ क्या है लाग्दैन लाग्छ एउटा एकचोटि नमचाउनु ल Turmam.